はい、皆さんおはようございます。おはようございます。先生。はい、おはおようはようございます先生。ल सुरु गरौँ अब इरोदोरी अब आज चाहिँ लेसन 2 को पढ्छौँ हामी। पहिले चाहिँ यसो वर्ड मिनिङहरू खाकुनिन गरौँ। अब यो लेसन चाहिँ गेम सम्बन्धीको भएकोले गेम ओ सुरु नोगास किदेश भनेर चाहिँ टपिक छ हेरेर, जुन चाहिँ गेम सम्बन्धीका कुराहरू शब्दहरू चाहिँ यहाँ हामी पढ्नेछौँ। जस्तै 1 नम्बरमा छ, यहाँ चाहिँ यहाँनिर चाहिँ स्युमी वा रेउरियो सुरुको तो देश भनेर दिएको छ। स्युमी रहेछ, हबीको बारेमा दिएको छ। स्युमी भनेको हबी, ओन्गाकु भनेको म्युजिक भइहाल्यो, किकु भनेको किकिमासको किकु हो यो। लिसन सुन्नु, होन भनेको बुक, अनि योमु छ जिसुकेमा राखिदिएको हुन्छ। मैले पहिले हिजो पनि भनेको थिएँ, तपाईँको चाहिँ यहाँ चाहिँ वर्ड मिनिङहरू सबै चाहिँ जिसुकेमा राखिदिएको छ भर्बहरूलाई। योमिमासको योमु पढ्नु, मोनो भनेको चिज वस्तुहरू, केही कुराहरू है, मोनो। स्यासिन भनेको फोटो भइहाल्यो। तोरिमासको तोरु छ यहाँनिर, खिच्नु। अनि पियानो भनेको पियानो भइहाल्यो। गिटा भनेको गिटार। हिकिमासको हिकु छ यहाँनिर, बजाउनु हो। ओस्याबेरी भनेको चाहिँ अब गफ गर्नु हो, गफ, ओस्याबेरी। रेउरी भनेको खानेकुरा। रेउको भनेको यात्रा, भ्रमण भइहाल्यो। टेनिसु, टेनिस। इरो, इरो ना भनेर छ, ना एडजेक्टिभ हो यो, विभिन्न किसिमको हो। कोतो, सुकिना कोतो भनेर दिएको छ। कोतो भनेको चाहिँ कुरा, केही चिज भन्छौ नि, कोतो है। सुकिना कोतो, मनपर्ने कुरा के हो, मनपर्ने चिज के हो भनेर भन्छु नि, सुकिना कोतो। हितो भनेको मान्छे भइहाल्यो। यो हानासिमासको हानासु दिएको छ यहाँनिर, हानासिमास। तोकुनी नाई भनेर दिएको छ यहाँनिर, नयाँ वर्ड मिनिङ हो यो, जो चाहिँ मिन्नानो निहुङ्गोमा छैन। तोकुनी नाई भनेको खासमा केही छैन भन्छु नि हामी। हजुर, यो पठाइदिनु होला नि। ए पठाइदिनु होला। अब त्यहाँ माथिको चाहिँ हाम्रो चाहिँ यहाँनिर चाहिँ स्युमीको बारेमा दिएको छ। स्युमी सम्बन्धीका शब्द कोतोबाहरू चाहिँ यति भए भनेपछि अब तलपट्टिमा चाहिँ यासुमिनो हि वा नानी हो सिमासका, बिदाको दिन के गर्नुहुन्छ भन्ने सम्बन्धी, बिदाको दिनको सम्बन्धीका चाहिँ शब्दहरू, बिदाको दिन के गरिन्छ त भन्ने कुराहरूका शब्दहरू चाहिँ यहाँ छन्। याक्यु भनेको बेसबल, बाडोमिन्टिन, बाडोमिन्टिन भनेको चाहिँ ब्याडमिन्टन। एनिमे भनेको एनिमेसन। सी भनेको छ, यो चाहिँ सिटी भन्ने बुझिन्छ हो, नागोया सी हो, नागोया सिटी। अनि टोक्यो सी, टोक्यो सिटी भन्ने जस्तै सी जोडिन्छ पछाडि, सिटी हो। नयाँ शब्द हो यो पनि। दाइकुकान भनेको चाहिँ यो चाहिँ व्यायामशाला अथवा स्पोर्ट्स हल भन्ने बुझिन्छ है यसलाई, स्पोर्ट्स हल। माइस्यु भनेको चाहिँ एभ्री विक, प्रत्येक हप्ता हो। युगाता भनेर दिएको छ, साँझ पख युगाता। सोनो आतो भनेको त्यसपछि। होन्टोनी भनेको साँच्चीकै, रियल्ली भनेर भनेको हो। डड डट नो भनेको चाहिँ केही कुरा सोध्नु पर्यो भने चाहिँ प्रयोग हुन्छ। जस्तै कुराकानी गर्दा गर्दै ताबेतानो, यो चाहिँ प्लेन फर्ममा युज हुन्छ है। यो चाहिँ नो भनेको चाहिँ अब खाना खायो भन्छु नि, ताबेतानो भनेर चाहिँ क्वेसन गर्दा प्रयोग हुन्छ यो चाहिँ है। बोकु भनेको हिजो पढिहाल्यौँ हामीले, देखाकेमासको देखाकेरु, बाहिर निस्किनु हो। तोकुनी भनेको चाहिँ विशेष गरी, खासमै तोकुनी। अब जस्तै मलाई चाहिँ भ्रमण यात्रा गर्न मनपर्छ, त्यसमा पनि भन्छु नि हो, विशेष गरी चाहिँ पहाड चढ्न मनपर्छ, तोकुनी।
क्याचिबोरु भनेको चाहिँ यो क्याच बल हो, क्याच बल खेल्ने हुन्छ नि हो, क्याच तसमा मसमा भने जस्तै हो। ओकोसान भनेको बच्चाहरू। ल अब त्यसपछि चाहिँ स्टाफु सेउकाई भनेर दिएको छ यहाँनिर, स्टाफको सेउकाई परिचय भनेर दिएको छ टपिक चाहिँ यहाँनिर। मुसुमे भनेको चाहिँ छोरी। निन खाजोकु भनेको चाहिँ परिवारमा कतिजना छन्, नान निन खाजोकु इमास्का, कतिजना परिवारमा मान्छे छन् भने निन खाजोकु हो, कतिजना। इनु भनेको कुकुर भइहाल्यो। क्याम्पु छ यहाँनिर, क्याम्प हो। चुरी भनेको फिसिङ भइहाल्यो। उमी भनेको चाहिँ सी समुद्र। कसको माइक हो? कसको माइक अफ गर्नु न। ल मैले यहाँबाट अफ गरिदिएँ। त्यसपछि यामा भनेको माउन्टेन भइहाल्यो। गो भनेको भाषा। कोतोबा भनेको ल्याङ्ग्वेज पनि हुन्छ। कोतोबा भनेको शब्द पनि हुन्छ है यहाँनिर, शब्द कोतोबा भनेको है। आउतोदोआ बाहिरको ढोका हो, घर बाहिरको ढोका, आउटर डोर भनेर हो। साइकोरिङ्गु भनेको चाहिँ साइक्लिङ भइहाल्यो। ओसिएरु भनेको चाहिँ ओसिएमासको ओसिएरु हो यो, सिकाउनु भन्नु भन्ने अर्थ हुन्छ हो। जिन भनेको नागरिक। नाराइमासको नाराउ छ यहाँनिर, सिक्नु। एगो भनेको अङ्ग्रेजी भाषा। देकिमासको देकिरु छ यहाँनिर। इकेबाना भनेको चाहिँ अब फुल सजावट, दुके सुके बनाउने टाइपको हो। निन भनेको जना। ल यति वर्ड मिनिङ छन्, 53 वटा वर्ड मिनिङहरू छन्।